हेलो साथीहरू नमस्कार। हजुरहरू कसैको मोबाइल हराएर टेन्सनमा हुनुहुन्छ, फेसबुक इन्स्टाग्रामहरू अरूले चलाइदियो कि भन्ने टेन्सन हुन्छ, अथवा तपाईँले मोबाइल अरू कसैलाई दिनुभयो तर फेसबुक चाहिँ लगआउट गर्न भुल्नुभयो भने तपाईँ टेन्सन लिनु पर्दैन। अर्को डिभाइसबाट तपाईँले लगआउट गर्न मिल्छ, अथवा तपाईँको फेसबुक अरू कसैले अन्त अरू डिभाइस पनि खोल्यो कि भनेर हेर्नलाई चेक गर्न सकिन्छ। साथीहरू पहिला चाहिँ सेटिङमा जानुहोस्। जताबाट गए पनि सेटिङमा जानु पऱ्यो। पहिला सेटिङमा गएपछि सेटिङमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि सुरुमै एकाउन्ट सेन्टर भन्ने आउँछ। सुरुमै एकाउन्ट सेन्टरमा क्लिक गरेपछि तलतिर सार्दै जानुहोस्। तलतिर सार्दै जाँदा पनि पासवर्ड एन्ड सेक्युरिटी भन्नेमा क्लिक गर्नुहोस्। पासवर्ड एन्ड सेक्युरिटी क्लिक गरेपछि तर सेक्युरिटी चेकअप पनि छ। सेक्युरिटी चेकअपबाट हुन्छ तर त्यो अलिक ढिलो हुन्छ। त्यही भएर माथितिर वेयर यु आर लगइनबाटै गर्नुहोस्। हेर्नुहोस् मेरो चाहिँ फेसबुकमा चाहिँ खासै रहेनछ होइन, एक ठाउँमा त्यही अहिलेकै मात्रै रहेछ। मेरो चाहिँ इन्स्टाग्राममा चाहिँ अरू डिभाइसबाट पनि ओपन रहेछ। त्यसो भएर मैले चाहिँ यसलाई चाहिँ यो सिलेक्ट डिभाइस टु लग आउट भन्नेमा क्लिक गर्नुभयो भने एउटा एउटा गर्दा नि भयो, नत्र भने सबैलाई एकचोटि गर्नु पऱ्यो भने तपाईँ त्यहाँ क्लिक गरेर यता टिक लगाउनुहोस्। टिक लगाएपछि लगआउट गरेपछि एकैचोटि सबै लगआउट हुन्छ, सक्सेसफुल भएर आउँछ।